यसो फेरि डट बाइक लिएर आउनु होला, बाइकमा आउँदै हुन्छ भने लङ टाइमपछि हामीले भिडियो बनाउँदैछौँ। यो चाहिँ डाइरेक्ट युट्युबमा अपलोड हुनेवाला छ, तपाईँले हेर्नु सक्नुहुन्छ। जुम्लाको भ्यू टक्क लगाएर यो चाहिँ कर्णालीको तिर हामीहरू हिँडिरहेको गाइस। तल चाहिँ कर्णाली हो, बाटो हेर्नु सक्नुहुन्छ है जुम्लाको। जो पनि जुम्लाबाट हेर्दै हुनुहुन्छ हामीलाई प्लिज कमेन्ट गर्नु नछोड्नु होला। हाम्रो चाहिँ मुगुको नम्बर हो गाइस, तपाईँले हामीलाई हेर्दै हुनुहुन्छ कमेन्ट गर्नु होला। फेसबुक अनि युट्युबमा अपलोड हुन्छ भिडियो। यो चाहिँ तलको कर्णाली हो, कर्णालीको तिरमा। यदि मुगु लगातार घुम्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नु होला भिजाको लागि पनि। सो हामी चाहिँ इन्जोय गर्दैछौँ, खाना कतिवटा थाहा आएन। गाडीमा भने घोडा चढ्दै फेरि है गाइस, हाम्रो गाडीमा आयो भने घोडा चढ्दै फेरि है। तपाईँले सोचिराख्नु भएको थियो होला धेरै भयो भिडियो अपलोड नगरेको, काममा बिजी भएर त्यस्तै भयो। अब चाहिँ भिडियोहरू अपलोड हुन्छ मजाले। गाडी खाली छ, प्यासेन्जर सब भइसकेको छ। बाटो हेर्नु न गाइस, बाटो हो माइ गड। भ्यू हेर्नु न। तपाईँलाई एडभेन्चर गर्न मन लाग्छ भने अफरोड जुम्ला आउनुकै जुम्ला। यहाँको भ्यू हेर्नु, स्वर्ग देखिन्छ, स्वर्ग सिधै स्वर्गको भ्यू हेर्नु। काँडा काँडा हो अफरोडको तपाईँलाई एडभेन्चर गर्न मन लाग्छ भने हेर्नु। यसो फेरि डट बाइक लिएर आउनु होला, बाइकमा आउँदै हुन्छ भने। अरू बाइकको अलि यहाँ भाँस बसेर कभर हुनसक्छ, गाडीले हाल्न सक्छ। कर्णाली हेर्नु कति सानो छ, तल कति ठुलो छ, यहाँ हेर्न सक्नुहुन्छ है। यो चाहिँ अब अलिक पछि पर्छ, अहिले चाहिँ पर्दैन। तर बाटो हेर्नु भने यस्तो डेन्जर बाटोमा नि हाम्रो गाडी आइरहेछ। तपाईँहरू पनि आउन चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्न सक्नुहुन्छ। सो फाइनल गाइज हामी चाहिँ जुम्ला पुगिसक्यो, आफ्नो स्टेसन जहाँ हामी बस्छौँ त्यहाँ पुगिसक्यो। यहाँ आएर अब खाजा पनि खानु होला। टक्क अघि नै खानासाना खाइयो, सामान झाल्यो। सामान झाल्दा भिडियोहरू त प्रायः बनाउनु मिल्दैन। यहाँ छ गाजर, यहाँ छ भुजा, यहाँ चाहिँ मासु छ। टक्क लगाएर खसीको मासु हानियो। हाम्रो होटल चाहिँ यस्तै छ। जुम्लामा तपाईँले आएपछि विशेष यही पाउनुहुन्छ। यहाँको विशेष भनेको गेडा हो। गेडा फेरि सिमीको गेडा, त्यो चाहिँ अहिले एकछिन पछि आउँछ, त्यो पनि खाना देखेर हुन्न। तर अहिले चाहिँ हामीले यो टक्क यो सलाद बनाएर खाइरह। त्यसपछि अब हाम्रो मासु तयार हुन्छ, भुजा चट्ट लगाएर। के हुन्छ तपाईँहरूलाई म अगाडि देखाउने गर्छु। अनि मेरो भिडियो मन पऱ्यो भने लाइक सब्सक्राइब हान्नु होला। युट्युबमा एकदम लङ टाइमपछि मैले अपलोड गर्दैछु। म विदेश मान्छेहरू भन्छ सोध्छ होला, हजुरहरू सोध्नुभयो होला सब्सक्राइब गर्नु विदेशमै छ भनेर। तर नेपालमै आइसकेँ। सो त्यही नै हो। अब हामीले त्यही गरेर खाने हो। 3जना स्टाफ यही हामीहरू हो, गाडी स्टाफ।